हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। म आज हरियो मकैको स्पेशल रोटी बनाउन गइरहेकी छु। साथीहरू, हजुरहरू पनि यो हरियो मकैको रोटी एकचोटि अवश्य ट्राई गर्नुहोला। यो धेरै नै मिठो हुन्छ र स्वास्थ्यको दृष्टिकोणले पनि धेरै फाइदाजनक हुन्छ। आज म यो हरियो मकैको रोटी बनाउँदैछु। तपाईहरू त यो हरियो मकै चाहिँ उसिनेर अनि भुटेर धेरै खानु भएको होला, तर आज म यो फरक तरिकाको रोटी बनाउँदैछु। सबभन्दा पहिला म यो मकैलाई यसरी भाँचेर अनि यसरी झिक्दै अनि एउटा बाउलमा राख्दै जान्छु। यसै गरी म मकैको दाना झिकिसके। तपाईहरू चाहिँ यो रोटी बनाउनको लागि दुधिलो मकै लिनुहोला। धनियाँलाई सानो सानो टुक्रामा चप गर्छु। हजुरहरू पनि यसरी नै मसिनो मसिनो गरी चप गर्नुहोला। तपाईहरू कतिको पिरो खानुहुन्छ आफ्नो आवश्यकता अनुसारको खुर्सानी हाल्नुहोला। खुर्सानीलाई पनि यसरी नै गरी मसिनो मसिनो काट्नुहोला। हरियो मकैको रोटी बनाउनको लागि मैले यति जति मकै लिएकी छु। यति जति खलमा कुचेको अदुवा अनि चप गरेको दुईटा हरियो खुर्सानी, चप गरेको हरियो धनियाँको पात अनि यति जति घिउ लिएकी छु। थोरै थोरै म यो मिक्सर जारमा हाल्दै पेस्ट तयार पार्छु। यसमा थोरै पानी पनि हाल्छु। अब यसलाई बन्द गरेर पेस्ट तयार पार्छु। यसै गरी मसिनो पिस्नुहोला। म यसै गरी नै अरू पनि हरियो मकैलाई यसरी नै पिस्दै जान्छु। हरियो मकैको पेस्ट तयार पारिसके। अब म यसमा मसिनो काटेको हरियो खुर्सानी राख्दैछु, चप गरेको धनियाँको पात, खलमा कुटेको अदुवा, 1 चम्चा जति जिराको धुलो अनि स्वाद अनुसारको नुन हाले। अब सबैले मजाले मिक्स गरिदिन्छु। ग्यासमा म तावा बसाले। तावा तातिसकेपछि म 1 चम्चा जति घिउ हाल्दिएँ। 1 डाडु जति अघि तयार पारेको पेस्ट यसमा हालेर यसरी नै बिस्तारै अलि बाक्लो गरी नै म चारैतिर यसरी गोलो बनाइदिन्छु। हालेर म एकछिन छोपेर पकाइदिन्छु। साथीहरू, एकछिन मैले छोपेर पकाइदिएँ। घिउ हालेपछि कति सजिलो गरी दिइसक्यो। अब यतापट्टि म पकाइसकेपछि यसमा अलिक थोरै घिउ हालिदिन्छु। साथीहरू, तपाईहरू यसमा घिउ अथवा तेल पनि युज गर्न सक्नुहुन्छ, तर म चाहिँ घिउ युज गरेँ। साथीहरू, यो साइड पनि अब एकछिन छोपेर पकाइदिनु पर्ने हुन्छ। साथीहरू, यो मकैको रोटीलाई दुवैतिर पकाइदिनु पर्ने हुन्छ। नपाकुन्जेलसम्म 4 पल्ट यसरी नै पकाइदिनु पर्ने हुन्छ। ल हेर्नुहोस् साथीहरू, यो मकैको रोटी पाकिसकेको छ। अब म यसलाई एउटा प्लेटमा झिक्दैछु। थोरै घिउ हाल्दै बाँकी रहेको पेस्टलाई पनि म रोटी बनाउँदै जान्छु। साथीहरू, यो तातो तातो हरियो मकैको रोटी म दही र फर्सीको मुन्टासँग सर्भ गर्दैछु। यो मकैको रोटी बच्चादेखि ठुला मान्छेहरू सबैले मन पराउँछन्। हजुरहरू एकपल्ट अवश्य ट्राई गर्नुहोला। आजको यो रेसिपी तपाईहरूलाई कस्तो लाग्यो? लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।